दर्शन नमस्ते टासीले सबैमा आज म ल्याएको छु तपाईहरुलाई असुर गुफा। यहाँ चाहिँ पैतला भएको गुफा हो, पाउ माथि चाहिँ हातको छाप भएको ठाउँ असुर गुफा दुई ठाउँ छ। यहाँ चाहिँ पाउ भएको ठाउँ तपाईहरु देख्न सक्नुहुन्छ। एकदम राम्रो छ, तपाईहरु देख्न सक्नुहुन्छ गुफा। यहाँ आएपछि मान्छेको मनै ध्यान शान्त हुन्छ। यहाँ चाहिँ पाउको चिन्ह भएको ठाउँ चाहिँ यहाँ रहेछ त्यहाँ माथि। अनि यो चाहिँ शङ्ख माला यता चाहिँ शरीर तपाईहरु देख्न सक्नुहुन्छ। आज चाहिँ आमा र म दर्शन गर्न आएको। हामीले यहाँ तलतिर बजेर योगिनीमा पनि दर्शन गर्यौं, त्यहाँ चाहिँ भित्र फोटो लिन पाइएन। यहाँ हामीले अब दर्शन गर्यौं यहाँ गुरु पद्मसम्मको पाउ असुर गुफामा। यहाँ अब माथि चाहिँ हामी हत्केलाको हातको छाप भएको गुफामा जानेछौँ। हामी लुङतारहरू टाङ्नेछौँ, फेरि हामी फर्किनेछौँ। आजको कार्यक्रम यहाँसम्मको आउनको लागि चाहिँ तपाईहरुले सुन्दराबाट डाइरेक्ट बस पाउनुहुनेछ। दक्षिणकाली जाने बसमा सुन्दराबाट लगनखेलबाट पनि पाउनुहुनेछ। त्यहाँबाट चढ्नु भयो भने सिधा फर्पिङ बजारमा आउन सक्नुहुन्छ। दक्षिणकाली माताको पनि दर्शन गर्न सक्नुहुनेछ। एकदम सजिलो छ। बसको फेयर चाहिँ 50 रुपैयाँ हो सुन्दराबाट यहाँसम्मको लागि चाहिँ फर्पिङ बजारसम्म। यहाँ चाहिँ अहिले म असुर गुफामा आइपुगेको छु। यहाँ गुरु पद्मसम्मले ध्यान गरेर बस्नु भएको ठाउँ यहाँ गुफाभित्र हो। र यहाँ माथि चाहिँ फेरि उहाँको कपाल काटेर फालेको ठाउँ चाहिँ माथि छ टुप्पामा। उहाँको हातको छाप पनि छ यहाँनिर। हातको छाप, दाहिने हातको छाप छ। यो चाहिँ गुफाभित्र हो, गुरुले ध्यान गरेर बस्नु भएको ठाउँ। ल चडक्कसँगले टाँसिदिए। तपाईहरु पनि लुङतार लगाउने ठाउँको लागि एकदम उपयुक्त फर्पिङ बजारदेखि अलि माथि डाँडा, असुर गुफादेखि माथि डाँडा। यो एकदम दक्षिणकाली पुरानो मन्दिर जाने यो बाटो हो माथि। एकदम राम्रो सफा ठाउँ छ यहाँ। तपाईहरु टाङ्नको लागि चाहिँ एकदम सफा ठाउँ हो। लुङतार भनेको एकदम सफा ठाउँमा टाङ्ने हो हैन। विश्व शान्तिको कामनाको लागि यो सबै कार्यहरू गरिएको हो। थ्याङ्क यू। यस्तै कार्यहरूको लागि, ठाउँहरूको लागि, ऐतिहासिक कुराहरूको जान्नको लागि तपाईहरुले मलाई च्यानललाई सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला। तपाईहरुको साथ सहयोगको लागि, अहिलेसम्मको लागि, भिडियो हेरिदिनुको लागि थ्याङ्क यू, धन्यवाद।